एमाले मन पर्छ। स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ। हामी स्टन्ट गर्ने युवा हैनौं, काम गर्ने युवा बनौ। राष्ट्र विकास भएको हेर्न नचाहनेहरू, काम गरेको देख्दाखेरि बत्ती पोल्नेहरूका लागि एमालेले कसैको घर जलाउन सिकाउँदैन, कहीँ कतै लुटपाट गर्नका लागि युवा प्रयोग गर्दैन। एमालेले युवालाई आफ्नो 10 नङ्ग्रा खियाएर राष्ट्रको लागि काम गर्नुपर्छ भनेर सदैव प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मन पर्छ। अनि के हो मैचा, राजनीतिक भविष्य त राम्रै थियो त जुनै पार्टीबाट भए पनि। अनि कुनै पार्टीमा एसोसिएट छु भन्दैमा आफ्नो आत्मसम्मान नै बेच्दिनु पर्छ, आफ्नो अस्तित्व आफ्नो भविष्य नै पार्टीको पाउमा लएर चढाउनु पर्छ। अनि तिमीले उफ्री कुन चाहिँ युवालाई सम्बोधन गरेको? त्यो मान्छेहरू जो तिम्रो अस्ति मञ्चको अगाडि बसेको थियो, जसलाई म कुन कामको लागि आएको हो, मेरो उद्देश्य यहाँ आउनुको उद्देश्य के हो भन्ने पनि थाहा छैन उसको लागि, कि देशको साँच्चीकै युवाहरूलाई। अनि देशको युवाहरूलाई चाहिँ, आजकलको युवाहरूलाई तिमी जुन रूपमा त्यो मञ्चमा थियौ त्यस्तै मान्छेहरू मनपर्छ हो, त्यस्तै मान्छेहरूलाई आइडोलाइज गर्छ हो आजको युवाले। अनि तिमीले त्यो स्टन्ट भनेर जसलाई पोइन्ट आउट गर्न खोज्दै थियौ, अरूलाई पोइन्ट आउट गर्दैमा तिमीले गरेको गल्तीहरू चाहिँ सबै छोपिन्छ। तिमीले गरेको गल्तीहरूको चाहिँ कुनै हिसाब रहँदैन, अरूलाई पोइन्ट आउट गर्दैमा आफू सही भइन्छ। तिमीले अस्ति गरेको कामहरू चाहिँ मान्छेले बिर्सेको छ, तिमीले अस्ति जे गरेर आयौ त्यो मान्छेले बिर्सेको छ। अनि एउटा कुरा मैले साँच्चीकै नबुझेको चाहिँ यो एमाले भन्ने पार्टीमा भएको मान्छेहरू चाहिँ उनीहरूको सोच, उनीहरूको विचार किन ठ्याक्कै कपी पेस्ट वाला हुन्छ कि होइन? मान्छे पछि दिमाग फरक हुन्छ, सोच फरक हुन्छ, उसको विचार फरक हुन्छ होइन र भने जुनै पार्टीमा सिद्धान्त एउटा मूल रूप होला तर विचार त फरक हुन्छ होला नि त, उसको सोच त फरक तरिकाले सोच्छ होला नि त मान्छे। तर एमाले भन्ने एउटा त्यस्तो गुट रहेछ कि उसको कुनै पनि हिजोको आजको भोलिको चल्लाहरू त्यो माउ सबैको एउटै हुँदो रहेछ कि त्यो सोच्ने तरिका ठ्याक्कै कपी पेस्ट के। त्यो भाषण गर्ने तरिका नि एउटै, अर्कालाई सोच्ने तरिका नि एउटै, आफ्नो गल्तीहरू छोप्नलाई अर्कालाई दोष देखाउने तरिका पनि एउटै। कस्तो कपी पेस्ट हो के खान्छ के त्यो एमाले भन्ने त्यो ग्रुपले? के छ त्यस्तो? केपी ओलीसँग के त्यस्तो पावर छ कि उसको जोसुकै आए पनि ठ्याक्कै उही जस्तो हुन्छ कि? नेपालीमा उखान सुनेकी थिए, बाबुको बिरो छोराले थाम्छ। राजनीति संस्कारमा हिजो बाको बिरो नातिनीले गजब तरिकाले थामिन्। तिमी प्रमुख होइनौ काठमाडौँकी, काठमाडौँको प्रमुख अर्कै त्यो कुर्सीमा बसिरहनु भएको छ। तिमीलाई त तिम्रो कुर्सी त्यति महान नठान, भोलि त्यो कुर्सी नागरिकले दुत्न पनि सक्छन्। तिम्रो पर्सनल कुर्सी होइन त्यो नागरिकले तिमीलाई त्यहाँ बस्न पठाएको हो हिजो, भोलि त्यो कुर्सीबाट बाहिर निकाल्दिन पनि सक्छन्। त्यति साह्रो घमण्ड नगर, घाँटीका नसा फुलाएर त्यो मुख यति ठुलो बाएर हिजो केही वर्डहरू छर्यौ कि तिम्रा भित्रका त्यो मुखबाट इन्द्रियहरू पनि, घाँटीका इन्द्रियहरू सबै देखिएका थिए। हामीलाई लाग्थ्यो युवा जुनसुकै पार्टीमा आए पनि सही सोच लिएर आएका छन्। पार्टीका माथिल्ला स्तरका महानुभावहरूसँगको विचारलाई डिफेन्ड गरेर ती विचारहरूलाई पछार्ने, लछार्ने र सही विचारहरू प्रस्फुटन गर्ने अनि सही विचारहरूलाई आम नागरिकको बीचमा देशको विकासमा खर्चिने हाम्रो त्यो तिमीमा देखिएको लक्षण हिजोदेखि सबै मर्यो। तिमी एक सचेत नागरिक त हौ, काठमाडौँकी उपमेयर हौ, तर तिम्रो सोच र तिम्रो राजनीतिको करियर देख्दाखेरि लाग्छ तिमी अब यहाँ भन्दा माथि उठ्न सक्दिनौ। सुनिता डंगोलको लागि है के हो अनि दिदी, राजनीतिकमा भविष्य त राम्रै थियो त, अनि भ्रष्टाचारीको मतियारा बनिहाल्नु पर्छ? कुनै पनि भ्रष्टाचारीको पार्टीमा लागे भन्दैमा सबै आफ्नो अस्तित्व नि लगेर एमालेको पाउमा चढाउनु पर्छ? लाज लागेन? बालनले गर्दा चम्केकी हौ तिमी, मैले त बालनले गर्दा चिनेको हो तिमीलाई। अनि 2 वर्ष 3 वर्ष भइसक्यो त चुनाव जितेको, खै कुन ठाउँमा के चाहिँ गर्यौ तिमीले? एउटा मात्रै राम्रो काम देखाउ त, यो ठाउँमा यो काम गरे भनेर। अनि बालन चम्क्यो, बालनलाई सबै जनताहरूले रुचाए, बालन अग्रपन्थीमा आयो भन्दैमा खुट्टा तानिहाल्नु पर्छ?
एमाले के गर्न सिकाउँदैन अरे? एमाले गरेको एउटा मात्रै काम देखाउ त राम्रो। एउटा कुरा तिमीलाई म च्यालेन्ज गरेर भन्छु, केपी ओली मरेको भोलिपल्ट नि, केपी ओली मरेको भोलिपल्ट एमाले पार्टी नि बागमतीबाट बगाउने छ। बागमतीले बगाएर फोहोर जसरी बढारेर लान्छ नि त्यसै गरी लानेछ। यो केपीले गर्दाखेरि त्यति पनि अल्झेको छ, किनभने तिमीहरूको पार्टी चलेकै पैसा र पहुँच र पावरले हो, सबैजनालाई थाहा छ। त्यसकारणले गर्दा तिम्रो अनुहार मात्रै राम्रो भएर कहाँ मान्छेले सबैले राम्रो भन्छन्, तारिफ गर्छन् र बेहोरा त फेरि रहेछ नि त, टुकुचामै लगेर गाड्ने खालको। त्यस्तो बोल्ने हो? बालन शाहलाई च्यालेन्ज गरेको दुर्गा प्रसादलाई के अरे थुने जस्तो खोज्यायो क्या हो? केपी शर्मा ओलीले बालनलाई छोएर मात्रै देखाओस् त, टुकुचामा गाड्ने होइन, त्यही संसद भवनमा गएर आगो लगाइदिन्छन् जनताले। बुझ्यौ नि? रविको पो केही कमी कमजोरी थियो र तिमीले त्यस्तोसम्म गर्यौ, रविलाई त्यसो गर्यौ। ल बालनलाई छो त मात्रै। बालनले के अरे उसलाई यो जति पनि सरकारी जागिरीहरूलाई हो कि के एक्ज्याक्टली थाहा भएन, के तलब नपाएमा टुकुचामा लगेर गाडिदिन्छु भनेर के एउटा स्ट्याटस देखेको थिएँ। टुकुचामा तिमीहरूलाई गाड्ने होइन, तिमीहरूको संसद भवनमा आएर जिउँदै आगो आएर पेट्रोल खोलेर आगो लगाइदिन्छन् जनताले। बुझ्यौ नि? तिमीहरूको मात्रै राणा शासन होइन, यो तिमीहरूका बाबुआमाले छोडिदिएर गएको दाइजो होइन यो नेपाल। तिमीहरूको जति अधिकार छ हामी जनताहरूको पनि त्यति नै अधिकार छ। यस्तै यस्तै हरकत देखाउँदै गयो भने नि मिसन 84मा पत्ता साफको एउटा सदस्यता पनि नपाउली। फेरि विचार गरेर बोल। धेरै चुङचुङ गर्ने होइन, अरूको लैलैमा लागेर जे मन लाग्यो त्यही बोल्ने होइन। राजनीतिक भविष्य राम्रो थियो तिम्रो, हामीले राम्रो जुनसुकै पार्टीको भए पनि तिम्रो राजनीतिक भविष्य राम्रो राम्रो देखाएको थियौँ, हामीले उज्जवल देखाएको थियौँ। तर कुनै पनि व्यक्तिलाई लक्षित गरेर होइन, कुनै पनि व्यक्तिलाई रिस लिएर टार्गेटले काम गर्ने होइन। जनताको मन जित्ने हो। तिमीहरू आएका हो भने जनतालाई खुसी पार्न, जनताको मन जित्न, जनताका लागि काम गर्न आएको हो भने नितान्त जनतालाई खुसी पार। त्यसले मेरो बारेमा के बोलेको थियो, त्यसले मेरो बारेमा के बोलेको थियो, त्यसलाई जाग्छु, त्यसलाई खोरमा लान्छु, त्यसलाई सडाउँछु भन्ने इन्टेन्सनले राजनीति गर्ने होइन। जनताका लागि काम गर्न आयो र तिमीहरू जनताका लागि काम गर्न आएका हो र जनताले तिमीहरूलाई हामीले जिताएर पठाएका हौ, हाम्रो लागि काम गर्छौ कि केही ल्याउँछौ कि भनेर जिताएर पठाएका हो। तिमीहरूको दादागिरी, तिमीहरू त्यहाँ हामीले जिताएर पठाए पछाडि अलिकति माथि स्टेजमा जाने बित्तिकै तिमीहरू दादागिरी देखाउँछौ, हामीलाई नि लात हान्छौ भनेर जिताएर पठाएको होइन। सुनिता डङ्गोल ध्यान दिएर सुन्नु दिदी, कस्तो ठुल्ठुलो कुरा गरेको, अलिकति साउने कुरा गर्नु न। राजनीतिकमा जुनसुकै पार्टीबाट आउनु भएको भए पनि तपाईँको राजनीतिकमा भविष्य राम्रो थियो, अनुहार मात्रै राम्रो भएर हुँदैन नि। कस्तो भ्रष्टाचार बोलेको, कस्तो भ्रष्टाचार यहीँसम्म गनाएको। अनि एमालेका छोटे महाराजहरू है, अलिकति राम्रो मान्छे जुन बालेन, हर्क, गोपी हमाल, जुन के अरे रवि लामी छाने यस्तो यस्तोको समर्थन गरे, कसैले समर्थन गर्यो भन्दा लगेर थुनिदिइहाल्छौ, मुखमा बुझो लगाइदिइहाल्छौ। अनि सुनिता डङ्गोलले यो जुन बालेनको बारेमा जुन के अरे विरोध गरिन्, अनि त्यो त राम्रो गरिन् भनेर अझामा स्टाटस लेखी उसको भिडियो पोस्ट गर्न भ्याएछौ त सबै पेजमा। कतिसम्मको नालायक छौ तिमीहरू भन्ने कुरा सबैलाई थाहा छ। बुझ्यौ? तिमीहरूले चिनाइरहनु जताइरहनु पर्दैन, हामीले चिनिसकेका छौँ तिमीहरूलाई। तिमीहरूलाई मन पराउने भनेको तिमीहरूकै पार्टीको झोला झाम्टा बोक्नेहरूले मात्रै मन पराउँछन्। स्वच्छ र सफा मन गरेका मान्छेले जनतालाई माया गर्ने, के अरे जनताका लागि लड्ने र यो देशलाई माया गर्ने मान्छेहरूलाई हामीलाई चाहिँ जुन रवि लामी छाने, तिमीहरूले भन्छौ नि रवि लामी छाने आफ्नो स्वार्थ पूरा गर्न आएको भनेर। रवि लामी छाने केही पनि स्वार्थ पूरा गर्ने होइन। रवि लामी छाने नचिन्ने कोही पनि छैन, बरु तिमीहरूलाई चिन्दैनन् होला। नेपाली जनताहरूदेखि स्वदेश विदेश सबै ठाउँबाट नाम कमाइसकेको, दाम कमाइसकेको मान्छे हो। बुझ्यौ नि? कुनै पनि भ्रष्टाचार गर्नु पर्दैन रवि लामी छानेले। रवि लामी छानेले एउटा देशको लागि केही गर्छु भनेर आएको व्यक्ति थियो, तिमीले त्यहाँसम्म पुर्यायौ। बालनले यति निस्वार्थ तरिकाले यति राम्रो काम गरिरहेको छ, बालनको तिमीले खुट्टा हो। हामीलाई म एउटा कुरा भन्छु, मैले कहिले पनि रवि लामी छानेको मात्रै समर्थन पनि भनेको छैन र म कुनै पनि पार्टीको सदस्यता पनि नभएको मान्छे, म कुनै पनि पार्टीमा छुइनँ। त्यसकारणले म सदस्यता पनि नभएको मान्छेले के भन्छु भने हामीलाई बालन जस्तो व्यक्ति चाहिएको, बालन जस्तो मान्छे, रवि जस्तो मान्छे चाहिएको हामीलाई, अहिलेको युवा, अहिलेको जेनेरेसनको मान्छे। किनभने उसले राजालाई पनि छोडेन फाइन तिराउनलाई, हो जो कोहीलाई पनि सदनलाई के अरे सदनमा बस्नेलाई पनि सडकमा बस्नेलाई पनि गल्ती गरेको खण्डमा सबैलाई बराबर ऐन कानुन सबैलाई हुनुपर्छ भन्ने त्यो मेरो चाहिँ नितान्त धारणा हो है। राजा होस् या रोडमा हिँड्ने मगन्ते होस्, जोसुकै होस्, त्यसले गल्ती गरेको छ, त्यसले भ्रष्टाचार गरेको छ, त्यसले ज्यान मारेको छ भने नि सबैलाई बराबर तरिकाले
ऐन कानुन सबैलाई लागू हुनुपर्छ भन्ने विचारको मान्छे हो म चाहिँ। किनभने जुन मैले अस्ति एउटा कुरा भनेको थिएँ, कोही पनि अहिले प्रधानमन्त्रीलाई कुनै पनि ठाउँमा गयो भने केही सम्मान देख्नुहुन्छ, त्यस्तै तिनीहरूकै पार्टीमा मिल्ने एकदम थाहा छ त हामीलाई। तिमीहरू सबै यो अहिले 3 दलका पार्टीहरू, तिमीहरूले स्वार्थले बनेको सरकार हो, यो स्वार्थको लागि तिमीहरूले के गरिरहेछौ भन्ने कुरा यो सबै आम जनतालाई थाहा छ त। यो कुरा सामाजिक सञ्जालमै जगजाहिरै छ, तिमीहरू 2 तिहाईको सरकारले कसरी के गरिरहेछौ भन्ने कुरा सबैजनाले निहालिरहेका छन्। तर चुप बस्नु पनि जनताहरूले मिसन 84 कुरेका हुन्, बुझ्यौ नि, चुप बसेका होइनन्। तिमीलाई लाग्छ होला जसरी पनि हामी मिसन 84 मा पनि हामी नै जित्छौं, हामी नै पैसाको खोलो बगाउँछौं भन्ने लाग्छ होला। तिमीहरूलाई रवि लामिछानेको कुनै पनि ठाउँमा पुष्टि नहुँदाखेरि तिमीलाई जेल लगेर कोच्न पर्ने, बाहिर राखेर अनुसन्धान गर्न सकिँदैन, तिमीहरूको यतिकै पनि थाहा हुँदैन। अनि अदालतले दिएको के रे पक्राउ पूर्जी जारी गरेको अदालतको फैसला हो, अदालतले दिएको तोकेको मिति हो, अदालतको कुरा हो भनेर भन्छौ नि। तिमीहरू सबै यी 3टा टाउकीहरूको सबै मिले महत्त्व छ, हामीलाई थाहा हुँदैन। अनि त्यो उसमा के रे पोखरामा गरेको त्यो 14 अरब कि कति भ्रष्टाचार त्यो सडकमा बस्ने मान्छेले गरेको हो, सडकमा माग्ने मान्छेले गरेको भ्रष्टाचार हो, तिमीहरू टाउकीहरूले गरेको होइन। खै त्यहाँ त कति सेटिङ प्लानबद्ध रूपले भ्रष्टाचार गराइरहेछौ त, कुनै पनि ठाउँमा नाउँ मुसिएको छैन त तिमीहरूको त, कहीँ पनि आउँदैन। अनि त्यस्ता मान्छेलाई छानबिन गर्नुपर्छ कि पर्दैन? लाज लाग्दैन? छोटे महाराजाहरू कहिलेसम्म चल्छ तिमीहरूको राजनीतिक? कहिलेसम्म चल्छ तिमीहरूको यस्तो दादागिरी? किन यो देश तिमीहरूको मात्रै हो भने भन न, तिमीहरूको नाममा पास गर, हामीलाई कहाँ जानुपर्ने हो भन्देऊ।